बिना सुन्तला खाने हो खाने हो ल क्याच मी कस्तो छ के लाइफमा कसरी बाँचिरहेको हेलो साथीहरू, आज हामी लाकुरी भन्ज्याङमा न्यु इयर मनाउन आएको छौँ। पछाडि दाइहरूले मासु पकाइरहनु भएको छ। ठुल दाइले अब केही बोल्दै हुनुहुन्छ। हेलो हेलो नमस्ते साथीभाइहरू। हामी चाहिँ आज नयाँ वर्षको विशेष उपलक्ष्यमा अब हामी नेपाली न्यु इयर नभए पनि हामी विदेशीको पनि अब हाम्रो नेपालमा पनि यस्तो सबै कुराहरू चाहिँ अब मान्ने गर्ने भइसकेको भएर हामी चाहिँ न्यु इयर मनाउन आएका छौँ। हाम्रो साथीहरू पनि सँगै छौँ। नयाँ वर्ष यताउति भनेपछि हाम्रो चलनचल्तीमा चलेको चिजहरू हल्का लिएका छौँ। अब यसमा हजुरहरूले डन्ट माइन्ड गरिदिनु होला। माइन्ड नगरिदिनु होला। अनि हाम्रो साथीहरू पनि सबजना यहाँ यसरी इन्जोय गरिरहेछ। अब जिन्दगीमा सबै कुरा रमाइलोसँग गर्नुपर्छ भन्ने चाहिँ हामी 5 दाजुभाइ यहाँ छौँ जम्मा भएका। हामीलाई चाहिँ त्यही लागेको भएर हामी यहाँ उपस्थित भएका छौँ। रमाइलो भइरहेछ है साथीहरू। ह्यापी न्यू इयर ह्यापी न्यू इयर। साथीहरू, हामीले चाहिँ अहिले प्रन फ्राई छौँ। 6.65 आज न्यु इयरको दिन लाकुरी भन्ज्याङमा हामी छौँ। ल ठुलाइले अब मसला पिन्नु हुँदैछ। सबै काट्ने सब काट्यो नि। ल त के गरिदिनुहुन्छ तपाईँ? रोस्ट हालेको छु है, चिकन रोस्ट हेरेर हाल्यो है। स्पेसल प्राउनको सक्यो। अनि हाम्रो केटाहरू स्पेसल त्यहाँनिर अचार बनाउनु लागिरहनु भएको छ। रोस्ट अब यो रोस्टलाई एकछिन 2-3 मिनट छोडिदिउँ होइन। त्यसपछि टक्क रातो भएपछि निकालेर राख्नुपर्छ। पर्दैन सर मलाई न क्या रमाइलो हुन्छ नि त्यो आफै नि त्यो नेचुरल हो। अब ग्यासको प्रिपेयर भइरहेछ होइन। साथीहरू, अब म चाहिँ त्यो ग्यासमा अब मासु पकाउने हो। त्यहाँ दाइले बनाइरहनु भएको। मान्छेहरू यहाँको यो चाहिँ धेरै हो। तल चाहिँ बल्छ है त्यसलाई। ल ग्यास बोल्यो साथीहरू। हाम्रो रोस्ट चाहिँ अहिले यतिको भएको छ। मिक्स गर्नुपर्छ। अब यता ठुल्दाइको मसला पिन्ने काम। यहाँ निर्णय दाइले टमाटर पोल्नु लाउनु भएको छ अचारको लागि। हो, टमाटरको सिक्का बनाउने हाम्रो निर्णयको ठुलो इच्छा थियो। त्यो पनि पुरा हुने भएको छ आज। साथीहरू, ठाउँ चाहिँ एकदम रमाइलो छ है। यता हाम्रो टेन्ट छ, मजाको ठाउँ। निर्णय हजुर, यो गोलबेडाको सिक्का चाहिँ म बनाउँछु ल। हजुर थ्याङ्क यू। यसलाई चाहिँ म सट्टा लाएर यो सिक्का बनाउँछु। गोलबेडाको सेकुवा ल आयो है त ल। स्पेसल मिटको लागि है। यो चाहिँ यो चाहिँ अचारको लागि। म अर्को पनि लिएर आउँछु है त। खोर्सानी पनि पोल्नुपर्छ, लसुन पोल्नुपर्छ। हो यो पुग्छ होला अचारलाई।
हाम्रो चिल्लीको लागि हो यो हो पुग्छ हो त्यति हाम्रो साथीहरू हाम्रो आजको क्याम्पिङ न्यु इयरको दिन टमाटर पोल्ने मान्छे भाग्यो यार टमाटर जलेर आगो भइसक्यो ल त सुन्तला मुनि पऱ्यो नि टमाटरमा पकाउँछ रे हाल्दै गइदिएर भा अटिदिस गरौँ हुने ओत्तेरी यो चाहिँ स्पेसल कहाँको मुस्ताङको खोर्सानी हो सबभन्दा मनाङको होला? मनाङको यो तितेपाती हो कि यसमा आज कहाँ हुन्छ दिदीबाजी तितेपाती होइन तपाईँ रङ कालो छ हाम्रो रङ पनि भयो घेर भनौँ न चिकन रोस्ट यतिको भएको छ अहिलेसम्म कलर आउँदैछ एक लोट म चाहिँ सुन्तला खाएर साथीहरू यसलाई भन्छ सुन्तला मेड इन नेपाल त्यो मनाङको हो यो मुस्ताङको हो थ्याङ्क यू त्यसलाई अलिअलि साथी बोल्नु भनेको छ हो तपाईँले गाडोको पनि बोल्नु साथीहरू हामीले चाहिँ यहाँ फोहोर केही पनि फाल्दैनौँ सबै प्याक गरेर घरै लान्छौँ डस्टबिनमा फाल्छौँ अर्को ठुलो एउटा एक दुईवटा चाहिँ लसुन एक दुईवटा मात्र बाँकी भएको लसुन हाम्रो त्यही बफमा हाल्ने क्या अहिले सिँगै त्यो त सिँगै हाल्ने हो दुई तिनवटा मात्र निकाल्यो कुन डस्टबिन हो डस्टबिन कहाँ छ यार यो सिम्पल बाबा निले खरिद कपडा ल्याएन है सुन्तला खानुपर्छ सुन्तला सिजनमा खायो दाइ ल खानु बिना टोपी लाग्यो राम्रो देख्छ यार मलाई सँगै पाक्यो है कपाल बनाउँछ कि त्यही भएर छैन पाक्दैन तिम्रो कल कसरी ओडा उठ्छ रे यो घोडा पुत्र छ मेरो छ यस्तो त्यो ठ्याक्क अड्किन्छ यो पागल भइसक्यो जबसम्म चाहिँ टोपी नलाग्यो अब उता नि हेलमेट लगाएरै गर्छ बाइकमा पनि टोपी लगाएरै गर्छ कपाल ढाक्छ त्यो कपाल नझर्ने पनि बिकल गर्छ मलाई त्यो हेलमेट लगाएर टोपी कपाल नझर्ने हेलमेट लगाएर कपाल झर्छ पनि गएको होइन हजुर एक लाख रोज पनि पाएको होइन पाके त अब किनभने हाफ गरेर अनि क्रन्ची हुन्छ एकैचोटि पुरै डढाउनु पनि पर्दैन घुमाइ गएर चाहिँ हेर न यस्तो मिठो हुन्छ नि यो रसिलो त जुसी टाइपको के मोलेको हुन्छ आज रक्सीमा एक्सट्रिममै मिसाएर खाइदिने क्या सिरियस होइन साथीहरू म चाहिँ अब अचार बनाउँदैछु केमा टेकिया पानी यो खुर्सानी भयो मान्छेलाई एकछिन हाल्नु पऱ्यो नि एकछिन नुन हाल्दैछु म 100 मात्रै खान लाग्यो त्यो एकछिनमा पानी हालिदियो भने पर्दैन यतिको ल्याउन म यतिको खाइहाल्छु नि त्यसमा नहाल्ने कि ग्लासमा हाल्ने नहाल्ने त्यहाँ नै खाने लाउनु ह्याप्पी न्यु इयर है ह्याप्पी न्यु इयर विनय लट्टिस गरौँ हाम्रो यो साथीहरू यो चाहिँ रोस्ट हो है ओहो यो त सही पाल्छ यार ए खोइ पकाउने मान्छेले पाएन क्या भाग पकाउने मान्छेलाई छैन यार पकाउने मान्छेले छैन होला यार ओहो यार यो चाहिँ स्पेसल रोस्ट है ल यार हाम्रो यार फर्स्ट हाम्रो यो सुरुवाती रोस्ट ल दाइ बनाएछ कुक दाम बनेछ कुक चाहिँ यहाँ छ है फेरि दाउरामा बनाएको
मिठो भइहाल्छ नि तै पनि मिहिनेत फेरि सेकेन्डचोटि ह्याप्पी न्यु इयर अटी पछाडि डगीलाई क्या जुस यार मोट गरेर बल्ल अलिक ठुलो आएर तपाईँ फ्री रहेछ यार ल बदम जति छोडाएर ओके ओके के बदाम के मासु राख्ला होइन खानुलाई होइन उयसमा राखे नि हुन्छ खोइ त्यो देऊ न सँग भुटिया बदम होइन देऊ 10 बदम छोडाएर उयसमा निकाल्नु कहाँको मान्छे आउनु भएको हजुर कहाँको टमाटर छ नि नेपालको कहाँ राख्ला तिमी टमाटर नेपाल नेपालबाट आएको आमा नेपालबाट सुन्तला खानुहुन्छ हजुर सुन्तला खानुहुन्छ बजार बजार जानु सक्दैन यो यो चपाउनु पर्दैन सुन्तला कमाउनु पर्दैन यही बस्नु हुँदैछ नि ल यो पनि दिउँ हाम्रो गुड लक ल न्यु इयर फल्यो फलोस् दिनु न आमा चिया चिया खानु ल तपाईँ चिया खानु हिजो पनि धुमधामै आएको यहीँ हाम्रो टाउरको पढाउनु ल कुनै यो पनि लाग्यो बिउ बोकेर सुन्त ए लाग्ने केही हुँदैन खानु ए खस खस ओए मैले त्यही बोतलमा दिएँ हात अरे हेर राख्नु पर्दैन फोन खानु तपाईँलाई हो त्यो मसला सिक्छ न एउटा चाहिँ खान्छु फाइनली सक्यो एकछिन तातो तातोलाई सकिएको एकला चाहिन्छ थोरै अब चारवटा छ लागि रहेछ त्यो धेरै हालेर फेरि हो ओभर हुन्छ बदाम खाने कोही छ भने मैले छोडाएको छु है बदाम खान्छौ सुन्तला छोडाको के छ खबर हाल्छ खोइ हाल्यो त्यो पानीको बोतल चाहिँ कहाँ गएछ यार अहिले चम्चाले चलाउँला नि त होइन हुने अलिकति हालिदिनु है हात धुनु त कहाँ युज गर्नु यत्तिकै युज गर्ने ऊ टिस्यु छ टिस्युमा पानी हाल्ने अनि युज गर्ने अहिले पुस्ने मात्र लास्टमा पानी पुगेन भने त टेन्सन हुन्छ मलाई फेरि अचार चाहिँ यस्तो भइरह ठुल्दै चाहिँ हाम्रो उता म मजाले। बदाम छाडेर साथीहरूलाई सप्लाई गर्दैछु मासु यता बफ पाकिरहेछ हाम्रो यता चाहिँ चिकन चिकन भइरहेछ विनय सुन्तला खाने हो ल क्याच मी क्याचमी हो यार क्रिकेटमा पनि केही अनुभव भएको मान्छे जस्तो लाग्यो मलाई चाहिँ ओ विकललाई विकल एउटा क्याच हो राजा सुन्तला खाने हो खाने खाने क्याचमी ल स्वाद यार ल निर्णय क्याच मी ओ सकल आयो सकल आयो म त समातिहाल्छु सुन्तला खाने हो क्याच मी ओ वाउ हामी पहिला पहिला पास्टर बस्छ त्यो के फर्काउन छिटो आउँथ्यो लाग्दो ल यार समात्यो विनय मुला विनय मुला रे निर्णय नि मुला ओइ ओइ ए शङ्कर बुला
काँक्रो यहाँ काम गरिरहेको थिएँ काँक्रो म त मुलै त ल साथीहरू हाम्रो अब फाइनल रोस्ट हो कि कुन हो यो यो अब एउटा बाँकी छ सेकेन्ड लास्ट दामी पिसिदेऊ न न्यु इयरमा नआएको इन्जोय ल इन्जोय तातो छ है केटो तातो छ भन्दैछु त अनि हजुरको दोस्तलाई लाउनु क्याच क्याच मी ल फाइनली दोस्तहरूले पनि खाइदियो अब यो चाहिँ हाम्रो बिमलको दोस्त ठ्याक्कै मिल्छ ल साथीहरू हामीले चाहिँ रमाइलो गरिरहेको छौँ है खाऊ 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 ल खाऊ तातो भएछ यसलाई खाइदिनुहोस् खाइदिनुहोस् चिकनको पिस पनि खतरा तर यो चिकन हेर आज खाए जस्तो फिलै भएन सकिसक्यो यार लाउनु है फिल गर्नलाई के गर्नु पर्यो ल साथीहरू हाम्रो यो अचार बबाल भएको छ पोलेर टमाटर पोलेर है अदुवा लसुन हालेर ल दस यो गाजर हो सानो पिसन हो ठुलो खाउँ यार यत्रो छ यार अझै पाक्दैछ यार पनि भल भन्नु पाल भएको छ यो अचार श्रेय चाहिँ अचार बनाउने र हाम्रो पकाउने रोस्ट गर्नेलाई जान्छ है वाउ अचार चाहिँ मैले बनाएको दाइले चाहिँ मासु बनाएको हामीले चाहिँ खाइदिएको है साथीहरू बाबा खानेलाई पनि जानु पर्यो पकाएको खाइदिनु पकाउने भन्दा खाने भाइरल हुन्छ हो यहाँ संसारै यस्तो छ यस्तो मिठो पकाउनेको नामै आउँदैन हामीले चाहिँ कन्जुस गरेको छैन कम्प्रोमाइज होइन कन्जुस गरेको छैन हामीले चाहिँ पकाउने मान्छेको नि हामीले बदम मिठो छ है बहुत मिठो बदाम सुन्तला एकदमै ठ्याक्कै धरिलो क्या पोटिलो गेडा भयो क्या यिनीहरूलाई मोज गरेको छ यिनीहरूले अब अर्को पालि यिनीहरूलाई नै दिनुपर्छ जिम्मा मम्मीको एकाउन्टमा धनियाँ त कति हो राख्ने म त फाल्नु न चुर मलाई त्यो पछि चक्नु क्या यो फेरि लोकल धनियाँ भइदियो त झन् बवाल हुन्थ्यो यार सबै थियो त मासु रक्सी वाउ वाउ यार बबाल भएको छ यार स्लो मोसन भने क्या टप 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 चुइने मासु कतिखेर पाक्छ भने उमालेपछि त्यो तेल मासुको तेल माथि माथि तैरिएपछि पाक्यो कमिलो यता आएर बोल्नुपर्छ नि कहाँ ब्याकग्राउन्ड म्युजिक गरेर हो नि उनीहरूले इङ्ग्लिस बोल्छ अब ओली जोड यो के भनेको भन्नु त जोडले के हो यो न्यू इज गोल्ड गोल्ड अब शिरमा शिरबन्दी शिरमा शिरबन्दी मेरोमा साथीहरू है हाम्रो चाहिँ प्राउन पापड हो खड्के गलबन्दी आज हाम्रो 5 जनामा 6औँ साथी भनेको पछाडि त्यहाँ भिडियोमा आयो होला होइन कालो कालो कलरको ऊ पनि हाम्रो साथी भएको छ त्यो ब्याकग्राउन्ड के भोइस ब्याकग्राउन्ड बोल्ने मान्छेको भोकल ओले दोस्तहरू हल्का हल्का इन्जोय गरौँ रमाइलो गरौँ डाँडै डाँडा मात्र छ त डाँडै डाँडा जता हेऱ्यो मासु त्यतै कतिखेर डाँडा, जता बसेर हेऱ्यो खायो त्यतै जस्तो डाँडा। भइसक्यो यार है न यार मै हालिदिन्छु मासु है ओके यार भर्खर भर्खर देखि मलाई त वाउ यार वाउ कमी हाल्दैन है मासु कमै हाल्नु मलाई भर्खर भर्खर सहर छिरेकी मासु कमै मलाई आम्मामा, यो त मासु त यो त अति भयो त यार मासु यो कमै अत्याचार भयो त यो मासु म त मासु त 2 पिस भन्दा त खाँदैन त म त। मलाई भइसक्यो त्यो हामीलाई त्यो के व्यञ्जन भन्छ नि त्यो अनलिमिटेड भोजन चाहिँदैन हामीलाई यो मासु चिउरा सलाद भए पुग्छ
मिठो छ नुन पुगेको छ चम्चा त 5 वटै ल्याऊ ल साथीहरू हामीले सुरु गऱ्यौँ होइन पनिरो के आएको आएको यार भगवान ल ह्याप्पी न्यु इयर लास्ट अब भर्खर लाकुरे भन्ज्याङ छिरेको त्यो पहिला जिन्दगी चल्दै चल्दै छ पिरे पिरे भन्दाखेरि त्यो भाइरल भएको थियो चल्न त चल्या छ तर जिन्दगी चाहिँ नै बोर भइरहेछ पिरै पिरमा छ भनौँ न होइन अब त्यो पिरै पिरमा थियो पहिला अहिले नै बोरै भइरहेछ क्या अनि हाम्रो जिन्दगी बोर भनेपछि त यहाँ मान्छे यार कस्तो कस्तो छ यार न जिन्दगी बोर भएको छ न बुढो भएको छ दुइटै भएको छ एभरग्रिन बुढो यहाँ भने जिन्दगी हाम्रो जिन्दगी बोर भएको छ भने मान्छे कस्तो कस्तो छ क्या लाइफमा हो। कसरी बाँचिरहेको छ ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर मैले तपाईँलाई जित्न पारेँ पर्यो किन न के भन्दा अरूलाई पनि किन पार्नु हुने भाइ खाना पनि नहुने त खाना पनि न पार्न त हुने पार्न डबल पार्नु पर्छ मान्छेहरूले फेरि बियर खेर फ्याँक्यो भन्ला रमाइलो भन्ने नि चिज हुन्छ हामी फ्याँक्न सक्छ हामी फ्याँक्छौँ तिमीलाई लसुन परेन मलाई पनि परेन लसुन पर्यो डाकु पर्यो नि त एउटा छोरो एउटी छोरी पाउला यसको जम्ला सँगै रौसी खाउला अब हामी लगभग 5 जनलाई अब घर जान्छौँ ल ठुल्दै ल क्लोजिङ गरिदिनु ल हाम्रो ल हाम्रो कार्यक्रम चाहिँ आजको न्यु इयरको चाहिँ विशेष हाम्रो कार्यक्रम अथवा रमाइलो कार्यक्रमहरू चाहिँ यहाँ हामीले चाहिँ रमाइलो गऱ्यौँ इन्जोय गऱ्यौँ यो डेरे डाँडाको माथि देउसी रमाइलो गरेर समापन गरेर मेरा भाइ हो हामी चाहिँ आफ्नो सामानहरू प्याकिङ गरेर रमाइलो गर्दैछौँ र साथीभाइहरूले पनि यसो इन्जोय गर्नु पर्यो भने यो ठाउँमा आउन हुँदाखेरि गर्दै साथीहरूले चाहिँ यहाँ अलि ल्याग गरिरहेको छैन होइन यो साथीहरू चाहिँ यस्तै छ है ल ओके ह्याप्पी न्यु इयर